विकास मूल प्रवाहीकरण कार्यक्रम अंतक्रिया कार्यक्रम का अध्यक्ष तथा अध्यक्षता गरिरहनुभएका आदरणीय सामाजिक विकास मंत्रालय का सचिवज्यू, इस कार्यक्रम का प्रमुख अतिथि माननीय सामाजिक विकास मंत्री आदरणीय जन्मजय सेनाज्यू, मंच में उपस्थित हाम्रो मंत्रालय का उपसचिव रामहरि सर लगायत मंत्रालय को टीम र यस मंच में उपस्थित हमारा आदर्श व्यक्तित्व आदरणीय उपायुक्त सर कैफुलवाला, मुफ्ती कैफुलवाला जी र यस कार्यक्रमलाई सफल बनाउन आउनुहुने, यस कार्यक्रममा भाग लिन आउनुहुने आदरणीय संपूर्ण यो हालमा उपस्थित हाम्रा आदर्श मदरसामा अध्यापन गराइरहनु भएका आदरणीय मौलाना र शिक्षक र शिक्षिका सबैमा म लुम्बिनी प्रदेश कार्य समिति यो मदरसा व्यवस्थापन समिति हार्दिकताका साथ यो कार्यक्रममा स्वागत र धन्यवाद पनि दिन चाहन्छु। किनभने यो कार्य समिति जुन हामी भयो, यो कार्य समिति लगभग भएको त लगभग 5 महीना भइसक्यो, तर समितिलाई केही बाधा, केही समस्याहरू अदालतमा सुप्रिम कोर्टमा मुद्दाहरू परेको हुनाले यो विस्तार हुन अलिकति विलम्ब भयो, ढिला भयो। त्यसकारण भर्खरै हाम्रो चाहिँ कार्य समिति विस्तार भएको छ र त्यो कार्य समितिको दोस्रो निर्णयबाट आज हामी यस नेपालगञ्जमा सबै मदरसाहरूलाई समेट्न नसके पनि तर धेरैभन्दा धेरै मदरसाहरूलाई, मदरसाका पढाहरूलाई, मौलानाहरूलाई हामीले उहाँहरूसँग मदरसाका हाकिमको बारेमा हामीले छलफल गरौँ, अन्तर्क्रिया गरौँ। मदरसामा समस्या के छन्, पठन पाठनमा समस्या के छन्, हुन त धेरै यस्ता अन्तर्क्रियाहरू, गोष्ठीहरू, सेमिनारहरू, छलफलहरूमा हामीले भाग लिइसकेका छौँ। आदरणीय मन्त्रीज्यू, सचिवज्यू यहाँ कुरा उठ्ने गरेको छ कि सधैँ हामी यस्तै मासु भात खाएर, नास्ता खाएर, अन्तर्क्रियाहरू गरेर आफ्ना कुराहरू राखेर हामी जानेका छौँ, तर हामी जिरोमै छौँ। हामी चाहिँ अगाडि बढ्न सकिरहेको अवस्था छैन। किनभने मदरसा भनेको आस्था हो र नेपाल सरकारको पढाइ शिक्षा भनेको आवश्यकता हो। आस्था र आवश्यकता दुईटैलाई हामीले लिएर जानुपर्ने आवश्यकता छ। हाम्रा आदर्शहरूले बोल्नुभयो, यहाँ भन्नुभयो कि कुनै न कुनै रूपमा आज मदरसाहरूको हकमा आज कानुन नदिएर, आज मदरसाहरूको हकमा आज नियमावली कानुन नदिएर आज मदरसाका जो मौलानाहरू चाहिँ आज कुनै न कुनै रूपमा विस्थापित हुने अवस्था भइरहेको हुँदा कहीं भोलिका दिनमा यो मदरसै समाप्त हुने त होइन। यो कदापि यो हामीलाई मान्य हुँदैन। किनभने हाम्रो यो धार्मिक संस्था हो। मस्जिद पछिको मदरसा हाम्रो धार्मिक संस्था पनि हो, त्यसका हाम्रो पहिचान पनि हो, हाम्रो आस्था हो। यसका लागि अलिकति हामी माननीय मन्त्रीज्यू लगायत सचिवज्यू मन्त्रालयको टिमलाई म के अनुरोध गर्न चाहे भने कि हामी जबसम्म मदरसाको हक हितका लागि हामी जति छलफल गरे पनि, जति कुरा गरे पनि, जबसम्म हामी अलि फराकिलो ढङ्गले मदरसालाई हामी मूल प्रवाहीकरणमा ल्याउँदै गर्दा, हामी जबसम्म कानुन दिँदैनौँ, मौलवीहरूलाई, मौलानाहरूलाई जबसम्म हामीले कुनै न कुनै किसिमको लाइसेन्स दिँदैनौँ, आज जो हिजोका दिनमा सुरुवाती दिनमा जो मौलानाहरू हाम्रो चाहिँ कोटामा, राहतमा जसरी आज यसले हुनुभयो, आज चाहिँ लाइसेन्सले गर्दा, आज नेपाल सरकारको एउटा लाइसेन्सको प्रमाणले गर्दा आज उहाँहरू कुनै न कुनै रूपमा त्यो मदरसाको राहत पनि विस्थापित हुने अवस्था छ। त्यसकारण यो विषयमा एकदम ध्यान दिन जरुरी छ। हामी मदरसाको बारेमा आदरणीय मन्त्रीज्यू हामी एउटा विधेयक चाहिँ लुम्बिनी प्रदेश सरकारमा, सदनमा
पेश गर्न सक्यौं भने हामीलाई हाम्रो यो समितिको ठूलो उपलब्धि हुनेछ। किनभने आज मदरसाहरू हामी इमानको शिक्षा दिन्छौं। हामी इमानको शिक्षा दिँदै गर्दा हामीबाट हाम्रा मदरसाहरूबाट कसैलाई दुख दिने मनसाय पनि होइन, तर बेला बखत त्यो हाम्रो इमान पनि होइन, बेला बखत टीका टिप्पणी हुने गर्छ। तर हामी हाम्रा मदरसाप्रति, हाम्रा शिक्षाप्रति, हाम्रो देशप्रति हामी इमानदार छौं, हामी इमानदार रहनेछौं। त्यसकारण कसैले पनि यो मदरसाको बारेमा कुनै किसिमको टीका टिप्पणी गर्नु गलत हो। मुस्लिम धर्ममा चाहिँ के अरे यो कसैलाई दुख दिने र कुनै पनि धर्ममा कसैलाई दुख दिने मनसाय हुँदैन। त्यसकारण कहीँ कतैबाट चाहिँ हामीले सुन्ने गरेका छौं कि हामी चाहिँ के अरे मदरसाहरूबाट गलत गतिविधिहरू हुने गर्छ। त्यस्तो होइन, त्यस्तो हामी पचाउँदैनौँ। कसैलाई दुख दिने हाम्रो आस्था पनि होइन, हाम्रो गतिविधि पनि होइन। हामी विश्वास गराउन चाहन्छौँ कि हामी जुन देशमा बस्छौँ, हामी हाम्रै उलमाहरूबाट, हाम्रै मुलानाहरूबाट हामी सुन्ने गरेका छौँ कि हामी जुन देशमा बस्छौँ त्यो देशको कानुन हामीले मान्नेछौँ भन्ने कुरा हामीले पटक पटक तमाम यस्ता प्रवचन तकरीर गोष्ठीहरूमा हामीले सुन्ने गरेका छौँ। त्यसकारण हामीप्रति, हाम्रा मदरसाप्रति विश्वास गरेर जसरी आज चाहिँ हाम्रा अग्रजहरूले कुरा उठाउनु भयो कि चाहिँ हामी यो मूल प्रवाहीमा जाँदै गर्दा हामी धेरै कुराबाट वञ्चित भइरहेको अवस्था छ, धेरै समस्यामा छौँ, आज पठन पाठनमा समस्यामा छौँ। यी सबै कुरालाई मध्यनजर गरेर आदरणीय मन्त्रीज्यू हामीले यस कुरालाई उठाउन सक्यौँ, छलफलमा ल्याउन सक्यौँ भने त्यो पनि धेरै ठुलो कुरा हुन्छ। र आज मदरसाका साथीहरू यो लाइसेन्सका कारण धेरै अप्ठ्याराहरू, आज मदरसाको शिक्षा हामीले चाहिँ परिणाममुखी खोजिरहेका छौँ, तर हाम्रो व्यवस्थापन कस्तो धेरै कमजोर छ। मदरसामा धेरै लगानी गर्नु पनि परेको छैन, किनभने समुदायबाट धेरै मदरसाहरू समुदायबाट चलेका छन्, समुदायको सङ्घबाट आज पनि चलिरहेको अवस्था छ। त्यसकारण कमसेकम सुरुवातको धेरै पहिला भइसक्यो। अब यसलाई परिणाममा ल्याउनको लागि, यसको पक्षमा, मदरसाको पक्षमा कानुन दिनका लागि हाम्रो यो समितिले, मन्त्रालयले पहल ल्याओस् भन्ने कुरा राख्दै र तपाईहरुलाई फेरि पनि आभार धन्यवाद व्यक्त गर्दै